हेलो हेलो गाइजहरू। आज म चाहिँ नि ठ्याक्कै भन्नुपर्दा काभ्रे जिल्लाको एउटा गाउँमा छु। गाउँमा आइपुगेको छु। यसलाई चाहिँ नि काभ्रे जिल्लाको कुन्ती बेसी भन्ने भन्दो रहेछ। यस ठाउँ पनि एकदम रमणीय खालको, रमाइलो खालको र त्यो भन्दा पनि फरक कुरो के छ भने यहाँ चाहिँ एकदम कृषि व्यवसाय गर्नेको लागि चाहिँ उत्कृष्ट ठाउँ रहेछ। काठमाडौँदेखि लगभग 35-40 किलोमिटर टाढो हो। अलिक टाढो छ। यो क्षेत्रमा चाहिँ विशेष गरेर बङ्गुर फर्महरूदेखि लिएर अन्य विभिन्न कृषि क्षेत्रमा चाहिँ एकदम उद्गमी उर्वर भूमि देखेँ मैले चाहिँ। अहिले ठ्याक्कै भन्नुपर्दाखेरि अहिले बेलुकाको 6 बजेर समथिङ 10-15 मिनट जान लागेको छ। यो समय चाहिँ म काभ्रे जिल्लाको कुन्ती बेसी भन्ने ठाउँमा छु। सानो काम विशेषले नै म यता आएको थिएँ र यसो यो विशेष गरेर त कृषि योग्य क्षेत्र अथवा एउटा कृषिकै विषयमा चाहिँ म अलिकति यता आएको थिएँ र यो जुन भूभागलाई हेर्दाखेरि चाहिँ एकदम उत्तम खालको छ है। यहीँ खोला नजिकै पानीको प्रशस्ति छ। चाहिने पानी त अब यहाँ तपाईँको हिउँद बर्खै यो बगिरहने खोला रहेछ, सदाबार बगिरहने र एउटा जमिन पनि एकदम राम्रो खालको। र यो ठाउँमा चाहिँ तपाईँको विशेष गरेर अब अहिले हाललाई भन्ने भने काठमाडौँ महानगरपालिकाले जुनसुकै पालिकाहरूले पनि अलिकति आफ्नो बजार क्षेत्रलाई चाहिँ बङ्गुर फर्मको लागि चाहिँ अलिकति आफ्नो नगरपालिकाभित्र अथवा आसपासभित्र व्यवसाय गर्न बन्देज गरेको छ। त्यो कारणले चाहिँ नि अब हामीले यति काठमाडौँ एरियाभित्रलाई चाहिँ यसो बङ्गुर फर्म गर्ने हो भने चाहिँ नि यो जग्गालाई चाहिँ एकदम उत्तम जग्गा छ र त्यही जग्गाकै लागि चाहिँ यसो हामी पनि यसो 2-4 जना साथीभाइ मिलेर आएको थियौँ। यो ठाउँ चाहिँ एकदम उत्तम लागेको छ। अब हेरौँ अब यो जग्गाको रेन्ट चाहिँ के कसो छ त्यो थाहा छैन, तर जग्गा चाहिँ एकदम सही ठाउँमा रहेछ र राम्रो पनि रहेछ। धेरै एकदम पोसिबल ठाउँ है। अब बाटोको लागि भन्नुहुन्छ भने अब यो अहिले देखिएको बाटो चाहिँ अलिकति भित्र यो जग्गाको छेउमा आउने हो, तर गाडी आउँछ। अलिकति परतिरदेखि हाइवे नै छ तपाईँको। यो चाहिँ एकदम सुन्दर ठाउँ रहेछ व्यवसायको लागि चाहिँ। हस्, धन्यवाद।